एयरपोर्टमा त ब्लू लेभल र ल्यापटप ल्याउन दिनुभएको छ। हाम्रो मधेसको बोर्डरमा 25 रुपियाँको चिप्स किन खोज्दैछ तपाईको त्यहाँको सीमामा रहेका सुरक्षाकर्मीहरूले? मधेसमा भर्खरै आगो बल्यो, हामीले जसोतसो निभाउन सक्यौं, तर म सरकारलाई यही सम्मानित सदनबाट सन्देश दिन चाहन्छु, आगो निभेको हो, दाउरा निभ्या छैन। त्यसैले गर्दा त्यसमा सचेत भइराख्नुहोस्। अब त्यहाँ 25 रुपियाँको चिप्स खोसिन्छ, तर सन्तुलन छैन भन्ने कुरा हेर्नुस् न। एयरपोर्टमा त ब्लू लेभल र ल्यापटप ल्याउन दिनुभएको छ। हाम्रो मधेसको बोर्डरमा 25 रुपियाँको चिप्स किन खोज्दैछ तपाईको त्यहाँको सीमामा रहेका सुरक्षाकर्मीहरूले? किन सन्तुलन छैन? किन बोर्डरमा आउने गरेको गरिबलाई त्यो व्यवहार गरिन्छ र एयरपोर्टमा आउँदै गरेको धनीलाई अर्को व्यवहार गरिन्छ? कहाँ से आते हैं ये लोग और कहाँ से आते हैं ये सोच भन्ने ठुलो प्रश्न सोध्दैछन् हामीलाई। किन असन्तुलन छ तिमीहरूबाट? त्यो व्यवहार किन सन्तुलित छैन भनेर। यो डिस्पोजेबल इन्कम मधेसमा एकदमै हाई छ, खर्च लायकको आम्दानी। र खर्च लायकको आम्दानीलाई हामीले जबसम्म फर्मल इकोनोमीमा ल्याउन सक्दैनौं, त्यो समाजमा ड्रग्स, त्यो समाजमा मदिरा लगायत अरू खर्चहरू धेरै देखिन्छ। त्यो मधेसमा देखिएको छ। जसरी अहिले यो चिट्ठा दिएर ट्याक्सको बिलको इन्भोइसको प्र्याक्टिसेसहरूलाई इन्करेज गर्नको लागि अर्थ मन्त्रालयबाट प्रयास भएको छ, त्यसरी नै रेमिटेन्सलाई पनि फर्मल इकोनोमीमा ल्याउनको लागि जुन 2006-07 ताका बंगलादेशले क्यासब्याक अफर गरेको थियो, त्यो अफरहरू हामी कहाँ पनि गरोस्। त्यसैले गर्दा डिस्पोजेबल इन्कम, खर्च लागेको आम्दानी कम होस् र फर्मल इकोनोमीमा धेरै आएपछि समाज धनी हुनु जति आवश्यक छ त्यसमा संस्कार र सभ्यता पनि